साथीहरु वेलकम टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी दुईजनाको काम थियो अनि काममा गएर अनि आएर अनि खाइबन गर्न गथ्यौं कि हामी अनि आउँदा त 8:15 भइसकेछ साथीहरु। अनि हामीले चाहिँ आज के ल्यायौं भनेर देखाउँछौं। है त यति धेरै छ साथीहरु, यो पनि छ अनि यो पनि छ, यति धेरै छ साथीहरु सामान। अहिले त सुरुबाट देखाउँछौं है त। पहिला म खोल्छु र सुस्मिता। ओके। आइसक्रिम हामी चाहिँ आइसक्रिम लभर हो नि त, अनि त्यही भएर अनि हामीले चाहिँ यो ह्यान्ड वास लिएर आयौँ। अनि चिया खानलाई दुध पनि लिएर आयौँ। अनि यो करेन्ट त खानु पर्यो साथीहरु हामीले। अनि अन्डा पनि खानु पर्यो स्ट्रङ हुनलाई। अनि केरा नि खानु पर्यो नि त साथीहरु। यो चाहिँ अर्को दुध हो। अनि यो चाहिँ मेरो फेसको लागि हो कि यो चाहिँ मोइस्चराइजर क्रिम हो। बाहिरीको एकदम राम्रो हुन्छ साथीहरु, तपाई पनि युज गर्नु ल। अनि यो चाहिँ बाहिरीको सनक्रिम हो। यो चाहिँ सुस्मिताको हो ल। अनि यो चाहिँ हामीले ब्याग झुन्डाउने भनेर अनि लिएर आएको। यो चाहिँ दुईटा छ यो चाहिँ। अनि त्यसपछि यो खानालाई लिएर आयौँ। कस्तो मिठो हुन्छ नि साथीहरु। अनि यो चाहिँ एक्वाको हो सनक्रिम, यो चाहिँ मेरो लागि हो। अनि यो चाहिँ सुस्मिताको ब्रस हो। यो चाहिँ नेभियाको ह्यान्ड क्रिम। यति हो साथीहरु मेरो त, यति हो, अरु छैन साथीहरु। अब सुस्मिताले देखाउँछु नै त। माइट भन न, थाहा होला जापान बस्नेलाई भन्नु पर्दैन क्या। यो कपडा दिने सेन्टा कुकीमा राख्ने प्याज, त्यसपछि यो गाजर, यो चाहिँ निन्दिन भयो। मोस्ट फेभरेट चिज आउँदैछ अब हाम्रो मासु। आलु चप्पा खानु। त्यसपछि आलु त जता पनि आलु हुन्छ नि त साथीहरु। आलु नै आलु छ। आलु लभर हो नि त हामी साथीहरु। आलुको पोकै छ त। त्यसपछि हाम्रो बिहान खाने प्रोटिन हो यो साथीहरु। यति होला साथीहरु हामीले चाहिँ लिएर आएको। अनि कति धेरै महँगी हो के साथीहरु। एकमा त गइहाल्यो यो किन्दाखेरि साथीहरु। के गर्नु र लैलै किन्न त पर्यो हैन साथीहरु। ल साथीहरु, आइसक्रिम खान्छौँ साथीहरु। मेरो भिडियोलाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु ल साथीहरु। See you soon साथीहरु। नेक्स्ट भिडियो, see you in next video साथीहरु। बाइ बाइ।